किचनकै ढेलमा जङ्गे पहिले मकै चोरमा पठा भनिस् मैले केटाहरू पठाइदिइसकेँ। अब बाँकी कसरी ह्यान्डलिङ गर्ने जिम्मेवारी तेरो। तैँले मलाई हरेक काममा पार्टनर बनाएर लगाएको गुणवत्तालाई कसरी तिरु भन् त? साथीको बिचमा गुण बोकेर नल्याउने यार। म केही समयको लागि गाउँ जाँदैछु। त चिन्ता नगर उदय, म अरू फ्याक्ट्री जस्तै यो फ्याक्ट्रीलाई नि कस्तो रफ्तारमा चलाउँछु त हेर्दै जा। ए अग्नि, कसले भन्यो हो तँलाई टुरो भनेर? त अपुताली होस्। जबसम्म म जिउँदछु नि त कहिल्यै तुहुरो हुने छैनस्। तेरो बाउ आमा जोइ भने पनि मै हुँ। सबैको शिरमा बाउआमाको हात छ, आशीर्वाद छ, तर खै मेरो शिरमा कसको आशीर्वाद छ? मेरो आशीर्वाद छ तेरो शिरमा। तँलाई म पाल्न सक्दिन, खाने बेला रक्सी खा ल। म खान्न। आवाजै आएन त। रोक फेरि ट्राई गर्छु। टोक्निया कोही त कहाँबाट आइ? मगन त जल्काइदिस् त। रोक एकछिन, मलाई पुरा डाइलेक्ट बोल्न दे। ज्वाला हुँ म, ज्वाला। जब म शान्त हुन्छु दिगो भएर प्रकाश दिन्छु, तर जब म उग्र भन्छु विनाशकारी ज्वाला भन्छु। ज्वाला ज्वाला खाउँछस् भने बियर खुवा, 48 खुवा, अलिकति मलाई पनि दे। साला लोकल रक्सी खाउँछस्? किचनकै रेलमा किचनकै ढेलमा पाञ्जा बाबु किन चुप्लाएर बसेको? रिल्याक्स गर न। इन्जोय गरिरहेको छु मामा। आज चाहिँ भाइ नभइदिया बच्चाहरूले खसी नै पार्ने रहेछ नि। धन्यवाद भाइ। ज्वालाको दाइलाई फसी बनाउने कसको हिम्मत? मकै चोर्ने ठेक्का कुरा थियो, सालाहरूलाई रापले मात्र सेकेर छोडिदिए। गाउँ त गाउँ भइहाल्यो। त्यो साला अग्निले पल्ला गरेर साइलाको मकैबारीमा पल्टाइ हान्यो। मामा, म त्यहाँ पुग्नै पाइन। म पुग्दाखेरि कुकुरले पुच्छर लुकाए जसरी भागेर बाँच्यो, नत्र मैले त्यसको 3 बाउ छोरा म यही हातले निचेरेर तेल निकालिदिन्थे। हो, तिमीहरूले केही गर्नु पर्दैन। म घरमै बसी बाँदर नचाए जस्तै नचाइदिन्छु त्यसलाई। ए जा, एउटा बाँदर लिएर अब त्यो बाँदर हेर्छु पहिला कसरी नाच्दो रहेछ। बस भन्छ, अब चाहिँ अग्निले देख्छ यो जङ्गेको खेल।